गरिबलाई हेर्नु पर्यो। यो गरिबका छोराछोरी हड्ने रोड हो भनिकन बनाइदिनु आग्रह छ। यहाँनिर खालि त्यहाँदेखि यो बाटोमा अलि बनाइदियो भने त राम्रो, स्कुल जाने बच्चालाई पनि राम्रो हुन्थ्यो, बाटोमा खस्न पनि सक्छन्। टिकापुर बहुमुखी क्याम्पसको अगाडि रहेको टिकापुर झारी जोड्ने सडक रहेको छ। शहरका अन्य ठाउँहरूमा 4 लेन 6 लेन सडकहरू बने, त्यसमा फूलहरू रोपियो, झलमल्ल र सुन्दर टिकापुर बनाइयो। तर यो बाटो अझसम्म पिच हुन सकेको छैन। यो बाटोमा यत्रा ठूला रोडीहरू रहेका छन्। बर्खामा यो बाटो पुरै पानीले भरिएर नदी र तलाउ जस्तो हुन्छ। नगरपालिका भएकोले अब सबैतिर रोड बनिरहेको छ। अनि यता यति ठुलो कलेज छ, यो कलेजको पनि जाने बाटो यस्तो बिग्रेको छ। त्यसैले अब यो रोड त बन्नु पर्यो। हाम्रा नगरपालिकाका मेयर साहबले बनाइदिनु पर्यो। रामलाल डङ्गौरा थाडू हुनुहुन्छ, उहाँले हाम्रो गरिबलाई हेर्नु पर्यो। यो गरिबका छोराछोरी हड्ने रोड हो भनिकन बनाइदिनु आग्रह छ। उहाँले अब टिकापुरमा त फुलबारी गुलाबको फुल बनायो, त्यस्तै गरी यो रोड पनि हामीलाई बनाइदिया हुन्थ्यो भन्ने आशा। बाटो कति खराब छ। यहाँनिर खालि त्यहाँदेखि यो बाटोमा अलि बनाइदियो भने त राम्रो, आउन जान सजिलो हुन्थ्यो। यति मात्रै किन यो बाँकी रह्यो होला जस्तो लाग्छ हजुरलाई? फेरि आउन जाने मान्छेलाई दिक्कत होला, एक्सिडेन्ट हुन सक्छ। बनाइदिए त राम्रो हुन्थ्यो। सालसालै थुप्रै मान्छेलाई अप्ठ्यारो पनि भएको छ, चोट पनि लागेको छ, मान्छेहरू बच्चाहरू लडेका छन्। बच्चाहरू खस्छन्, साइकलमा आउने जाने मान्छे। के भन्नुहुन्छ हाम्रा टिकापुरका नगरपालिकाका मुख्य रामलाल चौधरीज्यूलाई? हेर्नुपर्ने हो, उहाँले देख्नुपर्ने हो, बाटोलाई अलि मिलाएर बनाइदिनु पर्ने। अलिकति कति छ, 400 मिटर करिब होला यो माथि त्यहाँसम्म। त्यो बाटो अलि बनाइदिएको हुन्थ्यो। यो बाटो कति छ, यो पक्की भइरहे राम्रो हुन्थ्यो। स्कुल जाने बच्चालाई पनि राम्रो हुन्थ्यो, बाटोमा खस्न पनि सक्छन्, चोटपटक पनि लाग्न सक्छ। त्यही भएर मेरो सोचमा यो पक्की हुनु भए राम्रो हुने थियो। बाटो पक्की हुनु पर्यो। यो केटाकेटी लोट्नु लाग्यो, के हुनु लाग्यो, स्कुल आउनु त अड्बिएर हुनु लाग्यो। टिकापुर शहरको सुन्दरतामा एउटा दागको रूपमा रहेको यो सडकलाई सम्बन्धित निकायले ध्यान दिएर यसलाई कालोपत्रे गरिदिएको भए यो बाटो भएर आवत जावत गर्ने र यो क्षेत्रका बासिन्दाहरू खुसी हुने थिए।